हेलो गाइस, धेरै दिन बादमा यो हामी भिडियो बनाउँदैछौँ। अहिले चाहिँ हाम्रो सानो क्याम्पिङ छ यी गाउँमाथि। यस्तो गरेर बोलिदिउँ न, नाकै चेप्टे छैन यो मास्क लगाएकोले त। क्याम्पिङ छ माथि ताम्ली चरमा। हल्का हाम्रो साथीभाइहरू यहाँ राजी बुबु छ, यहाँ बाइक लिएर निछा पर गएको छ पानी ल्याउनु। एन्ड हियर इज अक्षय कुमार। हेलो गाइस, यस ओली बोली हैं? हामी ताम्ले चौर आइपुगेको छौँ। यहाँ सफाइ अभियान हुँदैछ टेन्ट बिछाउनु लागि। आधी केटाहरू चाहिँ हाम्रो दाउरा खोज्नु जाँदैछ। ऊ दाउरा त खोज्नु पर्यो, पकाउनु पर्यो। हाम्रो यहाँ सफाइ अभियान, सबै कर्मचारी होइन सबै अभियानमा लागेको छ। केटाहरू दाउरा खोज्ने केटाहरू रुखु टुपी टुपी हेर्दैछ। ल गाइस, टेन्ट बिछिसकेको छ है हाम्रो यहाँ दुईजना लागि। यहाँ चाहिँ यो अलिकति अप्ठ्यारो खालको टेन्ट यो चाहिँ अलिकति अप्ठ्यारो खालको टेन्ट भयो, किनभने यसको अलिकति डिजाइन बेग्लै भन्दा पनि यसको अलिकति त्यो डन्ठा डन्ठीहरू अलिकति राम्रो आएन रहेछ कि। आयो दुईटा टेन्ट केटाहरूले म्यानेज गर्दैछ। यहाँ बुबुले हाम्रो संजोग जगाएको छ, राजीव बुबु संजोग जगाएको छ यहाँनिर। अब चाहिँ हुन्छ यहाँनिर खावा दावा। यहाँ निछाको चाहिँ डिस देखाउनुहोस् त। यो निछाको चाहिँ यहाँ भेज भएर चाहिँ आलु रोस्ट हो। यो आलुको सेक्वा यहाँ हाम्रो बुबुले चाहिँ यहाँ सुइरो बनाउँदैछ। प्योर अर्ग्यानिक सुइरो बनाउँदैछ। हेलो सर, तपाईँको के छ रोल? सेक्वाको लागि। के को लागि? सेक्वाको लागि। हेलो सर, तपाईँको के छ भूमिका? हजुर, तपाईँको भूमिका के छ? म एकछिन बसी केटाहरूले काम गर्छु गर्ने हेर्छु। ओके, हाम्रो सेक्वा सुरु भइसकेको छ। यस्तो छ खेला चाहिँ। सेक्वाको कार्यक्रम चिकन सेक्वा हो यो। उहाँ छ अर्ग्यानिक सेक्वा आलु मेरोमा छ हौ। अर्ग्यानिक आलु। Why is so sad? तर हामी यहाँ छौँ, यहाँ भेजिटेरियन। उहाँले सबै कुरो लिनुहुन्छ। उहाँ भेजिटेरियन, उहाँ पनि भेजिटेरियन। प्योर हामी दुईजना मात्रै हो यो चाहिँ। हामी दुई भाइ। के डिस बनिँदैछ? पोटेटो फ्राई, फ्रेन्च राइस। यो त पनिर छ त बुबु। अन्त भेज हो यो? प्योर भेज। तपाईँको फेरि भरे कम्प्लिट भएपछि याद हुन्छ कतिको टेस्ट हुन्छ भनेर। केटा गीत आउँदैछ। stay true.
लभली लभली बुबु हाम्रो नन भेज चिकनको लागि रेडी छ and the chicken is ready and the chef is also ready बनिँदैछ and यसको के भनौँ न यसको के यसको टक्कै खारिन्छ हैन हजुर यसलाई फ्राई गर्यो हजुर फ्राई गरिसकेर टक्कै निकाल्यो निकालेर अब यिनीहरू चट्ट ग्रेभी बनाउनु पर्यो नि त दाल छैन दाल कस्तो भन्दैको दाल दाल छैन लिएन दाल लिएन वाउ दामी ब्ल्याक दामी मास्टर शेफ आकाश राई बेस्ट वाउ हे आयो समझे दामी guys आयो पारा राजीव गोमन यो त है आयो यो त फिर्के यो फिर्के चाहिँ यो आम्बो दामी आयो दामी आयो थ्याङ्क यू आकाश सर्पिट निशा तपाईँ लिनुहोस् न हुन्छ यसमा हजुर एन्ड चिकन इज रेडी यहाँ हो नन भेजको लागि वाउ है प्लिज आकाश हुन्छ वान अफ द फिल हो नि हो वान अफ द फिल हो हैन तपाईँ लिनु नि हैन मज्जा ग्रेप्स प्लिज वाउ आकाश आज टेस्ट तपाईको टमेटो छ अर्ग्यानिक पोलेको याम्बो दामी एन्ड अदुवा चिल्ली एन्ड प्याज ओ अनियन दामी थ्याङ्क यू तपाईको यसमा है अनि अक्सी खोइ ल दामी बनाएको छ नि पनिर है त्यो चाहिँ पनिर उहाँले त पनिर मात्रै खानुहुन्छ भेज इज नन भेज म त यही खान्छु आम्बो हेर यस्तो मिठो बनाउँछ है हाम्रो केटाहरूले हेर आकाशले बनाएको यो मैले धेरै बातमा बनायो यो खानाहरु चाहिँ के चाहिँ धेरै बात गाइस अहिले भने 12 साढे 12 भयो अनि हामी अहिले आफ्नो के भन्नु टेन्ट तर्फ लागिसकेको छौँ सुटिङ ल अब के गर्नु सुत्नुलाई रेडी हो अक्सिजन चाहिँ ब्ल्याङ्केट लिएर आउनुपर्छ के छैन यहाँ ब्ल्याङ्केटले पनि थाम्छ ब्ल्याङ्केटले पनि थाम्छ ल गुड नाइट सी यु टुमोरो अर इन द मर्निङ बालेको डाङमा हेलो गुड मर्निङ गाइस बिहान पनि भइसक्यो यहाँको नजारा त्यस्तो छ है बनिँदैछ पछाडि यो शक्ति स्थलको यहाँ बनिँदैछ अन्डर कन्स्ट्रक्सन रहेछ है हेर्न सक्नुहुन्छ ताम्ले चौर चाहिँ अहिले शक्ति स्थल बनिँदैछ हाम्रो गाइसहरू चाहिँ निन्द्रा पुगेको छ अझै छैन जस्तो लाग्यो सुतिरहेको छ केटाहरू ए गुड मर्निङ गुड मर्निङ ए तिमीलाई के खोजी खाँदैछस् है गाइस के खोजी खाँदैछस् उब्रेको पाप्रेको बुबुले फेरि सन्जोग जगायो गुड मर्निङ गाइस गुड मर्निङ निथा गुड मर्निङ बुबु
सन्जोग जगाउने चाहिँ बुबु हुन्छ है बिहानै केटाहरू घुरेर चाहिँ तर निन्द्रा चाहिँ पुगेन है मेरो आज यो यस्तो बेला त घुर्दिएको नि कसरी तपाईँ पनि त घुर्यो म त अहिले लास्टमा घुरेको त तपाईँको हिजो भन्नु नि घुरेको त घुर्दै थिइस् खासमा कहाँ घुर्छ म घुर्दिनँ म कहाँ घुर्छ डिस बनिँदैछ सेफली बनाउँदैछ सर्टै यहाँ आफ्नो चिकनको चिकनमा हालेर भेजको भेजमा हालेर ठक्कै हाम्रो फ्राइड राइस फ्राइड भुटेको भात यतिको सेफ चाहिँ हुनु पऱ्यो नि त हाम्रो खाजा बुजा स्टार्ट भयो खाजा हेलो यहाँ निचाको भेज राइस बुबुलाई चाहिँ एकदम देखाइदिनु पऱ्यो कराई देखाइदिउँ दामी दामी 5 स्टारमा स्टारलाई जिताउँछ यहाँ रुइरहेको बेला हेर्नु न अहिले हामी जाँदैछौँ माथि पोखरीतिर त्यहाँ गएर हल्का यसो एक दुईवटा गाना ज्यानस्यान गर्ने विचार छ हाम्रो केटाहरू यता छ आम्मामा कपाल बनाइहाल्छ तपाईँको गुराँस पनि यहाँ फुलेछ पहिला त थुप्रो फुल्थ्यो आजकल छैन जिरो भएर आइदिनु मुनि छ दामी गाइस हामी चाहिँ अब आइपुग्यो यो जग्गा प्लान्टेसनमा गरेको ए यो चाहिँ पोखरी हो खास पोखरी कहाँबाट राम्रो हुँदैन उहाँ माथि जाउँ न पहिला चाहिँ पानी थियो तर यहाँ अहिले चाहिँ छैन कति यहाँ सबै सिमेन्टेड गरेको छ यहाँ औ यहाँ बुबुलाई याद छ कति केजी भनिदिनुहोस् न यहाँ भिडियोमा पानी त यति आउँथ्यो यहाँ देखाइदिनु कति भयो यति आउँथ्यो नि हौ यहाँ आउँथ्यो है यो उयो सिमेन्टेड गरेर सुकाए उहाँ पर नाली छ नि ठुलो जाउँ यहाँ माथि पानी चाहिँ थियो तर बिचमा चाहिँ भाग गहिरो पनि थियो पट्टा यहाँ उठाउने सिन हुँदैछ एकदम ऱ्यापअप भयो अब केटाले झन्डै पिएलएडी मारेर यो टेन्ट लिएर सामान निकालिदिन्छ ढाक्नु अहिले भने हामीहरू यहाँ चरमा आइसकेको छौँ पुरा हल्लिने भएछ त अब लास्ट हो हामी निस्किने यहाँबाट केटारी गन्थन गर्दैछ 80 रुपियाँ भन्ने म लडिरहेको छु 80 रुपियाँको भन्ने
80 रुपियाँ लाग्यो गरिदिन्छ नि क्याम्पिङ आउन सक्नुहुन्छ तर अहिले लोकेसन अहिले यहाँ ठिक छैन थ्याङ्क यू हात पनि मैलै छ भारी लाउँदैछ केटाहरूले यहाँनिर गाइसहरू निस्किसकेको छ लु निशा बाई बाई राम्रोसँग जाउँ ल राम्रोसँग ल बाई 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 साथी म पनि निस्किने अब